खाली त मसला लाग्नको लागि चाहिँ मैले थोडा राख्छु है गाइज। ल है साथीहरू, मैले चाहिँ अस्ति काटेको आँपलाई अब चाहिँ मसला मिक्स गर्न जाँदैछु हैन। यो छ तपाईँको खुर्सानी, हेर्नुहोस् मैले यसलाई हल्का सेकेको छु। यति कार लाग्छ नि सेक्दाखेरि, एउटा दुइटा पोलिएछ क्या, हेर्नुहोस् न यस्तो भएछ पोलिएछ। अनि यो छ तपाईँको बडी सोप है, अनि तोरी या राई है, घर पनि सेक्छु है गाइज। हेर्नुहोस् हामीले यसरी सेकेर राख्यौँ भने गर्नुपर्छ है। अब चाहिँ यसलाई सारा मस्त मिक्सीमा पिस्ने है। यो चाहिँ तेल छ गाइज हैन। अब चाहिँ थोडा नमक पनि सेक्नुपर्छ है गाइज, हल्का सेक गाइज। यो चाहिँ अब म जाँदैछु मिक्स गर्न है। हेर्नुहोस् आज किन अब चाहिँ यसो राख्नुपर्छ। यो छ तपाईँको बडी सोप, त्यसलाई नबोला मलाई दिए अब जानु बेटा। यो छ अनि यो छ तपाईँको मेथी। नमक चाहिँ एकदम सोचेर सम्झेर हाल्नुपर्छ होइन, किनकि अलरेडी हालिभ्याएको छ त्यहाँ, यहाँ राखिभ्याएको छ हो है, हुन्छ। अनि यो चाहिँ सुकेको खुर्सानीलाई मैले मस्त भुटेर पिसेको छु गाइज। यो चाहिँ मेन हो गाइज। अनि यो छ तपाईँको तेल, पहिला चाहिँ मैले थोडा राख्छु है, पछि मिक्स गरेपछि पछि राख्ने। अहिले चाहिँ ल है गाइस, फाइनली हाम्रो अचार चाहिँ रेडी भइसक्यो। अनि कोलाई मन पर्छ लाइक कमेन्ट शेयर अनि फलो गर्न चाहिँ नबिर्सिनु होला है। यो चीज चाहिँ हामीले बहुत कन्जुस गरिन्छ। अगर तपाईले चाहिँ नि मेरो भिडियो हेर्नुभयो भने तपाईसँग पुग्छ, तपाईको भिडियो मैले मस्त लाइक कमेन्ट गर्छु हैन। अब केही हुन्न, फेरि तपाईले गर्नु भएन, फेरि तपाईले हेरेको मलाई आउन, मलाई पनि तपाईले आउन। त्यही भएर हेर्नुस् अब हामीले चाहिँ धेरै उ गर्न सकिन्न। यस्तो भइरहेछ, यस्तो मस्त लागिरहेछ हो गाइस, देख्न सक्नुहुन्छ है। ओके, वाउ, देख्दै खाम खाम भइरहेछ। तपाईलाई कस्तो भइरहेछ कमेन्ट गर्नु। मेरो मुखमा चाहिँ पानी आइरहेछ है।